आज गोरखापत्रमा प्रकाशन भएका लोकसेवा वस्तुगत सामग्रीहरूलाई यो भिडियोमा प्रस्तुत गर्दैछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला साथीहरू। र आजको लागि पहिलो प्रश्न छ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो? सो यसको राइट एन्सर रहेको छ सन् 2025 अप्रिल 4 थाइल्यान्डको राजधानी ब्याङ्ककमा भएको थियो। र यसमा 6 बुँदे प्रस्तावहरू समेटिएका छन्। के छन् भन्ने कुराहरू यहाँ हेर्नुहोला। त्यस्तै गरी प्रश्न नम्बर 2 मा रहेको छ, मैनाली कथा सम्मान 2081बाट सम्मानित हुने स्रष्टा को हुन्? र यसको राइट एन्सर रहेको छ कथाकार रत्न कोजु। रत्नकार कोजु चाहिँ मैनाली कथा सम्मान 2081बाट सम्मानित भएका थिए। त्यस्तै गरी प्रश्न नम्बर 3 मा रहेको छ, विश्व ब्याङ्कद्वारा सन् 2025 अप्रिल 3 मा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति कायम हुने अनुमान गरेको छ भन्ने प्रश्न छ। यसको राइट एन्सर 4.5% र गत आर्थिक वर्षमा चाहिँ 3.9% भनेको थियो, अहिले 4.5% भनेको छ। त्यस्तै गरी प्रश्न नम्बर 4 मा रहेको छ, किराँती प्रथम राजा एलिहाङ एलम्बरको शालिग कहाँ निर्माण गरिएको छ भनेको छ। यसको राइट एन्सर साथीहरू बुइपा, खोटाङ जिल्लाको बुइपा भन्ने ठाउँमा चाहिँ किराँती राजा एलम्बरको शालिग निर्माण गरिएको छ। त्यस्तै गरी प्रश्न नम्बर 5 मा रहेको छ, प्रश्न नम्बर 5 मा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलनमा सहभागी हुन कहिले थाइल्यान्ड प्रस्थान गर्नुभएको हो भन्ने प्रश्न छ। सो यसको राइट एन्सर रहेको साथीहरू विक्रमसम्म 2081 साल चैत 19 गते र स्वदेश फिर्ता चाहिँ 2081 साल चैत 23 गते, 4 दिनको लागि गएका थिए। त्यस्तै गरी प्रश्न नम्बर 6 मा रहेको छ, नेपालको विद्यापति पुरस्कार कोषले नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट कसलाई सम्मानित गर्यो भन्ने प्रश्न छ। सो यसको राइट एन्सर साथीहरू मैथिली भाषा विकास कोष र प्राध्यापक डाक्टर भोला झा रहेको छ है यसको राइट एन्सर। र अन्य विभिन्न पुरस्कारहरूको बारेमा नि यसले लिस्ट छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 7 मा रहेको छ, नवनिर्मित धरहरा अस्थायी रूपमा कहिलेदेखि सञ्चालनमा आएको हो है? अस्थायी रूपमा चाहिँ कहिलेबाट सञ्चालनमा आएको हो भन्ने प्रश्न छ। यसको राइट एन्सर साथीहरू 2081 साल असोज 3 गते है, संविधान दिवसको अवसर पारेर यो सार्वजनिक सञ्चालन गरिएको थियो। त्यस्तै गरी प्रश्न नम्बर 8 मा रहेको छ, विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ? वर्ल्ड हेल्थ डे भनेको छ। यसको राइट एन्सर साथीहरू अप्रिल 7 र 2025 को नारा पनि याद गर्नुपर्ने हुन्छ, कहिले सोध्न सक्छ यो, हेल्दी बिगिनिङ होपफुल फ्युचर है, 2025 को नारा। र यो चाहिँ 1950 देखि मनाउन थालिएको हो। त्यस्तै गरी प्रश्न नम्बर 9 मा रहेको छ, नेपाल राष्ट्र ब्याङ्कको कार्यवाहक गभर्नरको जिम्मेवारी कसलाई प्रदान गरियो भनेको छ। र यसको राइट एन्सर रहेको छ साथीहरू वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमनसेना है, 2081 साल चैत 25 मा उसलाई कार्यवाहकको रूपमा गभर्नरको कार्यभार सम्हाल्न दिएको छ। किनभने राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले चाहिँ 81 चैत 22 गतेदेखि नै बिदा लिइसकेका छन्। त्यस्तै गरी प्रश्न नम्बर 10 मा रहेको छ, लेखा व्यवसायको 4थो राष्ट्रिय सम्मेलनका लागि तय गरिएको मिति कुन हो? लेखा व्यवसायको राष्ट्रिय सम्मेलन विक्रमसम्म 2081 साल चैत 26 देखि 27 सम्म। र सम्मेलनको नारा चाहिँ के रहेको छ भन्दाखेरि कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण भन्ने रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 11 मा रहेको छ, युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा उत्कृष्ट 6 मा पर्न सफल नेपाली परियोजना कुन हो भनेको छ। यसको राइट एन्सर नेपाली वन कुकुर संरक्षण परियोजना 2025 है, नेपाली वन कुकुर संरक्षण परियोजना 2025 भनेको छ। यो चाहिँ लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ। यसको सङ्ख्या 949 देखि 2225 को बिचमा रहेको अनुमान गरिएको छ भनेको छ। त्यस्तै गरी प्रश्न नम्बर 12 मा रहेको छ, नेपाल र थाइल्यान्ड बीच सरकारी तथा गैर सरकारी क्षेत्रका 8 सम्झौता पत्रमा कहिले हस्ताक्षर भएको थियो? नेपाल र थाइल्यान्ड बीच सरकारी तथा गैर सरकारी क्षेत्रका 8 सम्झौता पत्रमा कहिले हस्ताक्षर भएको थियो भन्दाखेरि यसको राइट एन्सर सन् 2025 अप्रिल 2 मा। ठिक छ। बिमस्टेकको 6औं सम्मेलनको क्रममा चाहिँ प्रधानमन्त्री ओली र थाइल्यान्डका समकक्षी पेटोङटाङ सिनावात्राको उपस्थितिमा दुई देशका सरकारी र गैर सरकारी पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको, यो बिमस्टेककै टाइममा भयो। त्यस्तै गरी प्रश्न नम्बर 13 मा रहेको छ, लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले सम्पन्न भएको हो भन्ने प्रश्न छ। यसको राइट एन्सर साथीहरू विक्रमसम्म 2081 साल चैत 20 देखि 21 सम्म भएको थियो।
त्यस्तै गरी प्रश्न नम्बर 14 मा रहेको छ जापानले भविष्यमा आउन सक्ने संक्रामक रोगबाट बच्ने तयारीका लागि नयाँ अनुसन्धान संस्थाको स्थापना कहिले गरेको हो भन्ने प्रश्न छ। भविष्यमा आउन सक्ने संक्रामक रोगबाट बच्नको तयारीको लागि चाहिँ नयाँ अनुसन्धान संस्थाको स्थापना सन् 2025 अप्रिल 1 मा है जापान स्वास्थ्य सुरक्षा संस्था JIHS नामक सो संस्थाले अप्रिल 1 देखि काम सुरुवात गरेको अरे। सो यो कुरा रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 15 मा रहेको छ म्यानमारमा 3,500 भन्दा बढी मानिसको ज्यान जाने गरी विनाशकारी भूकम्प कहिले गयो भन्ने प्रश्न छ। यो अहिले एकदमै चर्चाको विषय हो। यो प्रश्न सोध्न सक्छ। सन् 2025 मार्च 28 मा है 7.9 म्याग्निट्युडको गएको थियो। ठिक छ। त्यस्तै गरी प्रश्न नम्बर 16 मा रहेको छ युद्ध विराम सम्झौता भएको करिब 2 महिनापछि इजरायलले गाजामा पुनः आक्रमण गरेको सुरुवात कहिले गरेको थियो है। अस्ति भर्खरै फेरि चाहिँ पुनः आक्रमण गर्यो युद्ध विरामको सम्झौता भए पश्चात पनि। यसको चाहिँ राइट एन्सर सन् 2025 मार्च 18 मा है। त्यस्तै गरी प्रश्न नम्बर 17 मा रहेको छ हेमराज पहाडी स्मृति पुरस्कार 2080बाट सम्मानित हुने स्रष्टा को हुन् भन्ने प्रश्न छ। हेमराजी पहाडी साहित्यकार सर्वभक्त विक्रम 2081 साल चैतमा। त्यस्तै गरी 18 नम्बरमा रहेको छ लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो भनेको छ। यसको राइट एन्सर साथीहरू विक्रम 2081 साल चैत 24 गते 97 वर्षको उमेरमा निधन भएको थियो। त्यस्तै गरी प्रश्न नम्बर 19 मा रहेको छ अन्तर्व्यवस्थापिका सङ्घ IPU को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट निर्वाचित हुन सफल व्यक्तित्व को हुन् भन्ने प्रश्न छ। यसको राइट एन्सर साथीहरू डाक्टर अन्जान साक्य है राष्ट्रिय सभाका सदस्य सन् 2025 का लागि अन्तर्व्यवस्थापिका सङ्घ IPU को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट निर्वाचित भएका हुन्। सो यो रहेको थियो साथीहरू आज लोकसेवामा को लागि गोरखापत्रमा प्रकाशन भएको वस्तुगत प्रश्नोत्तरलाई मैले प्रस्तुत गरेँ। आशा छ यसबाट पनि केही कुराहरू ज्ञान लिनुभयो होला र भिडियो हेरेर साथ दिनुभयो। सबैजनालाई धन्यवाद। आगामी दिनमा यस्तै विभिन्न विषयवस्तु सहितका भिडियोहरू ल्याउँदै जानेछु र च्यानलमा विभिन्न भिडियोहरू अपलोड पनि भइसकेका छन्। भिजिट गरेर हेर्न सक्नुहुनेछ। समय